सबैलाई नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आश गर्छौँ हामी। हिजो अब देख्नुभयो होला सबैले उनीहरू प्र्याक्टिस गरेको। आज हामी त्यही जाँदैछौँ, गेम छ साथीहरूको खोराकमा, त्यसैको लागि अब हिँड्दैछौँ हामी स्कुटीमा सर्र लाएर। हाम्रो ड्राइभर पनि खेल्नुहुन्छ, के कस्तो भनाइ छ ए हो देखा। अब यो चाहिँ बाटो चट्ट लाएर जाँदैछौँ। त्यहाँ मेला लागेको छ अरे, अब हेरौँ कतिको लागेको रहेछ मेला, के कस्तो छ। त्यहाँ गएर सबैलाई चट्ट अलिअलि गेम पनि देखाउँछौँ हामी। अब यस्तै छ। यो कता हो जम्न आज केटाहरूको धमाकेदार गेमहरू गर्छ नि त। कति लाखको गेम अरे? 30 लाख। कति? 30 लाख। 30 लाखको गेम रहेछ। अब आज चाहिँ के रहेछ कि ओपनवाला रहेछ। अब आज जित्यो भने फेरि त्यस्तो प्राइस निस्केर अनि वर्षपछि कि कति गेम थाहा हुन्छ। फेरि केटाहरू अब आज चाहिँ कस्तो खेल्छन् केटाहरू भन्ने दामी छ भ्यू चाहिँ। यता त धानसान पनि सब सकिसकेछन्। हाम्रो चाहिँ यो बाटो जाँदैछौँ पुरा। त्यहाँ गएर पनि हामी देखाउँछौँ केटाहरूको धमाकेदार गेम प्ले। आज हान्नै पर्छ भन्ने, हान्नै पर्ने अवस्था हुन्छ हो कि नै? जित्नै पर्ने हुन्छ। अब हामी चाहिँ अगाडि छौँ, दुईवटा बाइकहरू छ अगाडि छौँ। अरू केटाहरू आउँदैछन्, 10-12जना बाइकमा पछाडि छ। हामी चाहिँ अलिक छिटो आइहाल्यो। टाढा रहेछ यता पनि आएको केटाहरू त जतैबाट आएर चाहिँ कोही यताबाट कोही उताबाट। हल्का डिस्टर्ब होस् भिडियो पनि। हाम्रो टिमको केटाहरू हो जाँदैछन्, हामी पनि जाँदैछौँ बिस्तारै बिस्तारै। केटाहरू आउँदैछन् होइन। त्यहाँ अब मेला लागेको छ भन्दैछ। अब यिनीहरू त खेल्छन्, अब म त हेर्नु। फुटबल भए भए म पनि खेल्नुहुन्थ्यो। अब भलिबल के गर्ने गाह्रै छ। बच्चाहरू फाइट हान्दैछन्, हान्दै तर भ्यू चाहिँ दामी छ है। बाटो नि दामी रहेछ, भित्रभित्र भए पनि बाटो पनि दामी रहेछ। एकचोटि हामी फुटबल खेल्न आएको थियो नि, यतै हो भण्डारा गएको थियो होइन। हेर म भ्यू दामी छ। चला यता चाहिँ धान कटाइहरू हुँदैछ। खोला नाला। अब ड्रोन सट देखाउनु हुन्थ्यो, ड्रोन छैन। यस्तै हो, गरिबी छौँ। बिस्तारै हामी ड्रोन पनि लिनेछौँ। बिस्तारै सबै कुरा हुन्छ। क्वालिटी पनि राम्रोबाट राम्रो गर्दै जानेछौँ हो कि नै चौसी? के कसो? अब सुरुमा यस्तै हो, कसरी एडिट गर्ने के गर्ने थाहा हुँदैन। के जस्तो हुन्छ त्यही गर्नु पर्ने। आफ्नो एक्सपिरियन्स सेयर गर्दैछु। यस्तो राम्रो भ्यू हेर्दै हिँड्यो। अब नेपालको ठाउँ यस्तै छ, के गर्नु। हामी गाउँको ठिटो हो कि नाइ? गाउँले छिटो बोली एकदम मिठो। धानसान काटिया रहेछ यता पनि। हाम्रोतिर पनि धानसान काटेर यहाँ नि भलिबलको छ, तर खेल्न चाहिँ नखेल्ने रहेछ। हामी पनि हिँड्दैछौँ। आइसक्रिम लिएर तान्न त तान्छ नि स्कुटीले। हेर त अब यस्तै हो, धेरै चिज नदेखाउन सकिने, राम्रो भ्यू चाहिँ देखाउन सकिन्छ होइन। यही हो नेपाल, यस्तै छ। हरियाली नेपाल, हाम्रो नेपाल, जय नेपाल होइन। चेन्जी नेपाल, नयाँ नेपाल। यस्तै छ है बाटो त, यस्तै छ है। अब यहाँबाट माथि जानुपर्छ। सरर लागेर के गर्ने। यताको बाटो यस्तै छ है।
कुनै कुनै ठाउँमा बिग्रेको छ, कुनै ठाउँतिर राम्रै छ, तर हामीलाई त रमाइलो भइरहेछ होइन। जाँदैछौँ हामी। अब तँलाई त कस्तो हात आएन, मलाई त रमाइलो भइरहेछ। यसको त डेली जस्तै रहेछ यता। चिया खान नि यतै आउने रहेछ, गेम खेल्न नि यतै। यहाँको धान चाहिँ पाकेको नरहेछ। यस्तै छ है, यता पनि तासको हाल पर्दैछ है। यस्तै छ हाम्रो नेपाल, हरियो नेपाल। तेरो बेची देखिया देखिया होला हौ। ल अब हामी पनि लगभग गेम भएको ठाउँमा पुग्दैछौँ है। धेरै हिँडे यात्रा गरेपछि लगभग यहाँ हो, होइन होला हौ, यही हो यही रहेछ भलिबल भएको चाहिँ। र रामकृष्ण ठामदारबाट भलिबल भएको चाहिँ यही रहेछ। आदरणीय सहयोगी मनको धनी व्यक्तित्वहरू गेम भएको छ, यही हो गेम भएको छ। केटाहरू खेल्छन्। यसपछि लगत्तै हुने यो खबर भनिदियो जित्यो यसपछिको गेम अब अर्को सेट चाहिँ एकछिन लङ्गर बुजा खेल्दै थिएँ। कृपया दुवै टिमका खेलाडी साथीहरू हान्दैछ है, केटाहरूले हान्दैछ है। यतापट्टि रसोली, यतापट्टि कहाँ हो, आउट। चेक लागेको छ। दोस्त मोटो भयो नि, फाल्न चाहिँ राम्रो फालिदिँदो रहेछ। 4 नम्बर रबिन सुनार। यताको माहौल। म चाहिँ यहाँ लङ्गोर बजार खेल्दै बसिरहेको थिएँ। अलिक फेरि जान्छु म त्यहीँ। यहाँ हाल्दैछ। एक सेट जितिसक्यो। अब यो एक सेट जित्यो भने चाहिँ गेम सक्यो। यतैको पोइन्ट आयो। पोइन्ट कति भयो कि भन्दाखेरि खेल्न चाहिँ राम्रै खेल्दैछ। आन्छ केटाहरूले आन्छ। अब यो सबै हाम्रै टिम हो। सर लाएर जाँदैछौँ। एउटा टिमको गेम चाहिँ क्यान्सल भइदियो। आज 1-2 टिम पछि ए टिमको थियो। अब तर त्यहाँ चाहिँ नहुनु भोलि रे जाँदैछौँ। अब चाहिँ हामी गेम जितेर जाँदैछौँ है घरतिर। गेम कस्तो भयो रे? ओपी इन द च्याट हो। उताको टिम खासै खेल्न नसक्ने रहेछ। त्यही पनि अलिअलि त हानेको थियो, तर केटाहरूले 2-0 हान्यो। कोल्याप्स होइन। थर्डसम्म त जानै परेन। थर्ड सेट त हुँदै ब्याक टु ब्याक 2टा सेट जितिहाल्यो। त्यसपछि सकेर चाहिँ हामी घरतिर जाँदैछौँ। म पनि यसो लङ्गर पुसा हालेको थिएँ, त्यहाँ अलिअलि हाल्यो।
अलिअलि म चाहिँ लङ्गर बुझाउँदा केटाहरू गेम जित्यो। अब सायद पर्सितिर भोलितिर हुन्छ कि पर्सि हुन्छ? पर्सि अब फेरि केटाहरू पर्सितिर हुन्छ। भ्यायो भने चाहिँ हेरेर आउँछु, भ्याएन भने चाहिँ अब त्यस्तै होला जस्तो छ। के गरेर आयो भने फेरि बनाएर भिडियो बनाएर फेरि हालौँला नि त्यसो भएर। अब हामी घरतिर जाँदैछौँ। बिहान आउने बेलामा त गर्मी थियो, अहिले त चिसो भइरहेको छ मौसम पनि। जाडो जाडो भयो त के हो यस्तो चौर्सी। अब हामी होइन यहाँबाट पर्सा जान्छौँ। पर्सा गएर नास्ता खाएर अनि त्यसपछि घरतिर जान्छौँ। अलिअलि तिहार लागेको छ, झिलिमिली त हेर्नै पर्यो, के गर्नु। यस्तै छ, बाटो पनि यस्तै छ, रमाइलो बाटो। कहाँ कुन ठाउँ रे हो? बोरा यस्तै छ। फेरि ड्रोन सट हाल्ने हो क्या चोर्सी? ड्रोन सट हाल्नु मन लाग्छ। म घर पुगेर बेलुकाले गर्छु। त्यति आउँदैन, जति आउँछ त्यति आफूले जाने जति गरेर बेलुकातिर यसो अपलोड गरौँला नि। सबैजनालाई बाई बाई गाइज, टेक केयर। सबैजनाले आफ्नो ख्याल राख्नु भन्दै हामी बिदा हुन्छौँ। तर ह्याप्पी तिहार। अर्को ब्लगमा भेट्दै गरौँ। बाई।